हक छैन। तपाईँ हामी पनि यस्तै हौँ, हाम्रो बालबालिका पनि यस्तै हुन् भनेर यो मूल्याङ्कन पद्धतिले मूल्याङ्कन गर्छ है। त्यसकारण तपाईँले अब मलाई लाग्छ ग्लोबल होमले पनि यो गर्नै पर्छ, गर्नु भएको छैन भने गर्नुहोस्। तपाईँहरूले यो पेपर पेन्सिल टेस्ट भनेर 2 घन्टा साढे 1 घन्टाको लिने इक्जाम त तपाईँहरूले यो क्यास सिस्टममा अहिले नेपालको गभर्मेन्टको पोलिसी अनुसार पनि लिन पाउनुहुन्न। लिनु भएको छ भने पोलिसीभन्दा बाहिर गएर लिइरहनु भएको छ। त्यस कारण यसलाई बन्द गर्नुहोस् नै भनेर सल्लाह दिन्छु। हामीले हाम्रा संस्थाहरूमा यो अभ्यास गरेको त धेरै वर्ष भइसक्यो। हामी लिँदैनौँ क्लास 3 सम्म इक्जाम। अहिले त भर्खरै आएको नयाँ गभर्मेन्टले 5 क्लाससम्म त इक्जाम लिन पाइँदैन, निरन्तर मूल्याङ्कन पद्धतिमा जानुपर्छ, क्यास सिस्टममा गएर मूल्याङ्कन गर्नुपर्छ भनेर एनाउन्स गरेको छ। त्यसको मिनिङ के हो भन्दा अब हामी 3 को त छोडिदिनुहोस्, 5 सम्म यो कल्पनामा गइसकेको छ। क्लास 3 सम्म त अब लिन भन्ने कल्पना पनि नगरौँ। त्यसैले तपाईँ हामी रूपान्तरित हुन चाहन्छौँ भने अभिभावकले नि सपोर्ट गर्नुपर्छ, स्कुलले त्यसलाई आफूलाई तयार गर्नै पर्छ। म तपाईँहरूलाई त्यही नै अनुरोध गर्न चाहन्छु। अब यसमा चाहिँ के हुन्छ त भन्दा क्यासमा हुने कोर कम्पोनेन्टहरू भन्छु म यसलाई। यो निरन्तर मूल्याङ्कन पद्धतिमा के कम्पोनेन्टहरू महत्त्वपूर्ण हुन्छ जुन चाहिँ टिचर्सहरूले तयार गरेर तपाईँहरू प्यारेन्ट्सलाई बुझाउनुहुन्छ। टिचरले आफ्नो रेकर्ड राख्नुहुन्छ र हरेक टर्ममा अथवा कहिले बोलाएर स्कुलले एउटा विधि बनाउँछ, त्यो विधिमा प्यारेन्ट्ससम्म पुर्याउनुहुन्छ। तपाईँको बच्चा कसरी मूल्याङ्कन भएको छ, तपाईँको बालबालिकाले के गरिरहनु भएको छ भनेर हेर्ने, त्यसलाई हामी एउटा महत्त्वपूर्ण पाटोको रूपमा पोर्टफोलियो भन्छौँ क्या। यो पोर्टफोलियो भन्ने चाहिँ एकदमै धेरै महत्त्वपूर्ण पार्ट हो क्यास सिस्टममा। यसले के भन्छ भने डेली रेकर्ड्स अफ स्टुडेन्ट्स, विद्यार्थीले गर्ने दैनिक रूपमा गर्ने विभिन्न खालका क्रियाकलापहरूलाई रेकर्ड गर्छ र त्यसलाई एउटा फाइलिङ गर्ने राख्ने काम गरिन्छ। पोर्टफोलियो भनेको एउटा फाइल हो, फाइलिङ गरिन्छ। यो काम कसले गर्नुहुन्छ? टिचर्सले गर्नुहुन्छ। क्लास 3 सम्म सबै ग्रेड टिचिङ हो होइन? ओके, युकेजी सम्म ग्रेड टिचिङ छ, 1 2 3 सब्जेक्ट लर्निङमा छ भनेको 1 2 युकेजी सम्म पढ्ने भएको बच्चाहरू चाहिँ त्यो क्लासको ग्रेड टिचरले आफैले मूल्याङ्कन गरेर राख्नुहुन्छ भने 1 2 3 चाहिँ सब्जेक्ट टिचिङमा भएको हुनाले टिचरहरूले जुन सब्जेक्ट पढाउनुहुन्छ उहाँहरूले आफ्नो त्यहाँ भएका बच्चाको मूल्याङ्कन गरेर त्यसलाई त्यो पोर्टफोलियोमा राखिदिनुहुन्छ। प्रत्येक बच्चाको एउटा पोर्टफोलियो हुन्छ। त्यो पोर्टफोलियोमा चाहिँ उनीहरूका डेली ट्र्याकिङहरू, प्रोग्रेस ट्र्याकिङहरू, उनीहरूको डिस्ट्रिक्ट उनीहरूसँग फरक क्षमताहरू हुन्छ, ती सबै कुरालाई आइडेन्टिफाई गरेर रेकर्डिङ गरेर राखिन्छ, जसलाई हामी पोर्टफोलियो भन्छ। दिस इज भेरी इम्पोर्टेन्ट फर क्यास सिस्टम। क्यास सिस्टममा पोर्टफोलियो मेन्टेन भएन भने क्यास सिस्टम कम्प्लिट हुँदैन। सायद टिचर्सहरूले सुनिरहनु भएको छ, बच्चाको पोर्टफोलियो हामीले निर्माण गर्नै पर्छ, यो बिना क्यास सिस्टम कम्प्लिट हुँदैन। अभिभावकले पनि अब मेरो बच्चाले, तपाईँहरूले पनि यो स्कुलसँग आएर खोज्दाखेरि मेरो बच्चाको सिकाइ कस्तो छ भनेर त त्यो पोर्टफोलियो चाहिँ देखाउनुहोस् भन्नु पऱ्यो। म पोर्टफोलियो हेरौँ न हजुरहरूले भन्नु पऱ्यो, ताकि बच्चाको निरन्तर मूल्याङ्कन भएको छ भन्ने कुराको एस्युरेन्स तपाईँहरूलाई हुन्छ। अब स्कुलले त गर्नुहुन्छ, मलाई विश्वास छ। अब्जर्भेसन, अवलोकन गर्ने, यसको अर्थ के हो भने एउटा क्लासमा पढाउँदा सब्जेक्टको टिचरले उहाँले जिम्मेवारी लिएका सब्जेक्टमा होस् अथवा क्लासमा होस् बच्चाको सबै पक्षलाई अवलोकन गर्नु पर्यो। सबै पक्ष। म नेपाली विषय पढाउनको लागि क्लासमा आएको छु, म नेपालीको करिकुलमले भनेको विषयभन्दा बाहिर म जान्न भनेर टिचर्स बस्न पाउनुहुन्न। यसले टिचरलाई पनि धेरै जिम्मेवार बनाउँछ। उहाँले के गर्नु पर्यो, बच्चाको सिस्टमेटिक अब्जर्भेसन गर्नु पर्यो। फेरि हेर्ने पनि सिस्टमेटिक हेर्नु पर्यो भनेको के कुरा हेर्ने अब्जेक्टिभ्समा छ त त्यो पार्टहरू सबै हेर्नु पर्यो र त्यसो अनुसार बच्चाको मूल्याङ्कन गर्नु पर्यो। अब त्यसको लागि के हुन्छ भने टिचरको मुडमा भर परेर हुँदैन, टिचर पनि सिस्टमेटिक हुनुपर्छ। यसको लागि टिचरहरूको छुट्टै ट्रेनिङ हुन्छ, उहाँहरूको छुट्टै म्यानुअल हुन्छ, त्यो म्यानुअलमा उहाँहरूले काम गर्नुहुन्छ। अब यङ लर्नर्सहरू, यी साना बालबच्चाहरूका विभिन्न पक्षबाट उहाँहरूको अवलोकन हुनुपर्छ, मूल्याङ्कन हुनुपर्छ, त्यसको बारेमा टिचर्सहरूले हेर्नु पर्यो। अर्को प्रोजेक्ट वर्क,